तातो पानी है बिहानको घरि। अन्त यो नानीहरूको रुममा चाहिँ तातो घाम आउँछ नि त है। अनि बिहानभरि नानीहरूको लुगाफाटाहरू कबर्डबाट निकालेर चाहिँ सबै सँगल्दिएको नि त आज पटाइदिएको है। पटाएर राखेको थियो तर पनि मलाई चाहिँ सन्तोक लाग्दैन। अन्त आफै गर्छु नि त है। अनि त्यही गर्दै गर्दै चाहिँ अब खाजा खानु मन परेर साथीहरू। अन्त यो रुममा चाहिँ तातो घाम आउँछ कि यसरी खिड्कीमा बस्दाखेरि। अनि तातो घाममा बसेर चाहिँ खाजा खानु लागेको साथीहरू। अनि नानीहरूलाई चाहिँ खाजा बनाएर पठाइदिएँ टिफिनमा। उनीहरूको उयो आएको थियो है खाजा लिनुको लागि आएको थियो। अनि उनीहरूलाई पठाइदिएअरि चाहिँ अनि म पनि अलिकति खाजा खाँदैछु साथीहरू। तपाईँहरूले खानुभयो कि भएन? अनि म चाहिँ खाँदैछु लाइटी भन्दै खाजा खाँदैछु साथीहरू। फर्स्टको आलु चाहिँ दामी भएको थियो हो। सेकेन्डको आलु चाहिँ हेर्नुहोस् न यहाँ तर पनि पाकेको छ पाकेको छ। म चाहिँ एक्लै हो साथीहरू दिनभरि। अन्त अल्छी लाग्छ हो। अन्त यसो तपाईँहरूसित बात गर्दै खानु मन लाग्छ साथीहरू। टमाटर चाहिँ म जुनै खानामा पनि खाने गर्छु। पहिला पहिला सानो हुँदा त काँचो टमाटर चाहिँ यति खान्थेँ मैले हो। अहिले चाहिँ दाँतले धेरै अप्ठ्यारो हुन्छ तर पनि खान्छु। अलिक पानी मिसाएको साथीहरू साह्रो तातो भयो क्या। म चाहिँ खाना खाएपछि पानी खानै पर्छ। साथीहरू तपाईँले चाहिँ के खानुभयो होला खाजा? मेरो चाहिँ आज नानीहरूको स्कुलको टिफिनमा पनि यही हो। अन्त मेरो पनि खाजाहरू यही। आँखामै घाम आएर साथीहरू एउटा कुरा भन्छु कि हुनु त अब हामीले यसमा निर्भरता पर्नु असल कुरा होइन है। यो नै जीवन हो, यो नै हाम्रो जिन्दगी हो र यसमै हाम्रो जीवन निर्भर पर्नुपर्छ भन्ने कुरा चाहिँ होइन। तर कतिजनाको आफ्नो आफ्नो एक एकवटा वे हुन्छ है। अनि अब मलाई जे भयो त्यो तपाईँहरूलाई हुनुपर्छ भन्ने छैन होइन। तपाईँहरूले जे भयो त्यो मलाई हुनुपर्छ भन्ने छैन। अब आफ्नो आफ्नो हुन्छ नि एक एकवटा। अनि मलाई चाहिँ यसरी भिडियोहरू बनाउँदाखेरि चाहिँ नि धेरै रिलिफ पाउँछु क्या, धेरै रिलिफ पाउँछु। अनि म चाहिँ आफ्नो आफ्नो विचार हो है।
मलाई चाहिँ मजा आउँछ है, मजा लाग्छ, आनन्द लाग्छ। अनि म चाहिँ सानो सानो मोमेन्टलाई पनि यसरी तपाईँहरूसँग सेयर गर्नु मन लाग्छ साथीहरू है। हाम्रो आमाले चाहिँ पहिला हामीले खाना खाँदाखेरि यसरी पुरा काङ 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 बजाएर चाहिँ पुरा रिसाउनु हुन्थ्यो कि हाम्रो आमा चाहिँ नि। अन्त खाना खाँदाखेरि चाहिँ प्लेटबाट आवाज नआइकन खानु भनेर भन्नुहुन्थ्यो कि कति कन्ट्रोल गर्दै गर्दा पनि आवाज त निक्लिहाल्छ। यो साथीहरू मिठो आयो, दाँत नभएर हेर्नु त खाना बाहिर आएको। तातो पनि खाउँ, सेलाइसक्यो मेरो तातो पनि। सेलाइसकेको छ। कस्तो मजा आयो, तातो पानी, खाजा अनि तातो घाम। र यति भन्दै सबैजनालाई हेभ अ नाइस डे।